प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, शासन गर्ने मान्छे चाहिँ म शासन गर्छु, म यो देशको शासक हुँ भन्ने जसको सोच छ त्यो मान्छे राज्य सत्ताको बाट कहिले अगाउँदैन के। त्यसलाई राज्य सत्ताको जसको जिब्रोमा स्वाद परिसकेको छ त्यसले चाहिँ राज्य सत्ता पाउनको लागि जे पनि गर्न तयार हुन्छ। यो हामीले देखेका हौँ। राज्य सत्ता पाउनको लागि शासकहरूले इतिहासमा आफ्नै बुवाको हत्या गरेको इतिहास छ। राज्य सत्ता पाउनको लागि आफ्नै छोरा दाजुभाइको हत्या गरेको इतिहास छ। यी शासकहरूले चाहिँ नि राज्य सत्ता पाउनको लागि आफ्नै दाजुभाइ तथा दिदीबहिनीको हत्या गर्छन् भने सर्वसाधारणलाई मार्नु, हत्या गर्नु राज्य सत्ता जोगाउनको लागि यिनीहरूको लागि ठुलो कुरो होइन के। त्यसकारण हामीले अब शासक होइन, शासक गर्ने चिन्तन होइन, व्यवस्थापन गर्ने सोच त्यो विचार भएको मान्छेलाई रोज्न सक्नुपर्छ। यिनीहरूले चाहिँ नि आफ्नै दाजुभाइलाई मार्न, आफ्नै आमा बुवालाई मार्न कुनै बेर नलगाउने, कुनै अप्ठ्यारो नमान्नेहरूले चाहिँ नि हाम्रो नेपालमै पनि इतिहास छ नि, राज्य सत्ता पाउनको लागि कयौँ मान्छेहरूलाई मारेका उदाहरण छन् र राज्य सत्ता बचाउनको लागि पनि कयौँ मान्छेहरू, निर्दोष मान्छेहरूलाई मारेका इतिहासहरू छन्। यो कतिपय ताजे कुराहरू पनि छन्। त्यसकारण हामीले चाहिँ यी शासकहरूले देश र जनताको चाहिँ नि माया गर्छु अनि जनताको सुख, देशको समृद्धि गर्छु भनेर यिनीहरूले झुट्टा भाषण दिएर त्यो झुट्टा भाषणमा हामी मक्क पर्ने हो भने हामी बर्बाद हुन्छौँ। त्यसकारण हामीलाई साँच्चै व्यवस्थापन गर्ने क्षमता भएको, त्यो ज्ञान भएको र त्यो सोच भएको मान्छेलाई हामीले रोज्नुपर्छ। शासकहरूलाई कुनै पनि हालतमा अब चाहिँ नि हामीले तिनीहरूलाई शासन गर्ने अनुमति दिनु हुँदैन। व्यवस्थापन गर्नु पर्यो, शासन होइन अब नेपालमा, अनि मात्रै हो। त्यसकारण जनताहरू, दाजुभाइ तथा दिदीबहिनीहरू अलिकति सचेत हुनुहोस्, बुझ्नुहोस्। यो कुरा हुन त यो सामान्य कुरा छ, यो जाबु कुरा पनि हामीले नबुझ्या हो र के भनिरह होला भन्ने पनि लाग्छ होला, तर कुरा यही हो। हामी जनताको पनि कमजोरी छ। शासक र व्यवस्थापक चिन्न नसक्ने, झुटा भाषण गर्नेहरूलाई चाहिँ नि हामीले चाहिँ नि ताली बजाएर हाई हाई गरिरहेछौँ, फुलमाला हालिरहेछौँ। यो चाहिँ गलत हो, यसले हामीलाई धोका हुन्छ भन्ने कुराहरू राखेँ। हस्, धन्यवाद, नमस्कार।